ज्योतिषमा शनिको नाम सुन्ने बित्तिकै धेरैलाई डर लाग्छ, होइन? ढिलासुस्ती, सङ्घर्ष, कठिनाई यस्तै कुराहरू दिमागमा आउँछन्। तर के होला यदि शनिको एउटा विशेष स्थितिले जीवनमा ढिलो तर एकदमै स्थायी समृद्धिको ग्यारेन्टी गर्छ भने? आज हामी वैदिक ज्योतिषको त्यही शक्तिशाली योग अर्थात् एकादश भावको शनिको बारेमा कुरा गर्दैछौँ, जसले दीर्घकालीन समृद्धिको बाटो देखाउँछ। ल, अब यो कुरालाई अलिकति केलाएर हेरौँ न। यो सुन्दा अचम्म लाग्न सक्छ, होइन र? सामान्यतया शनिको नाम सुन्दा हामी डराउँछौँ, तर ज्योतिषीय ग्रन्थहरूले यसलाई ऐश्वर्यको वरदान मानेका छन्। कसरी? आउनुहोस् यसको रहस्य खोलौँ। हाम्रो विश्लेषणको यो पहिलो खण्डमा हामी यही कुरा बुझ्ने प्रयास गर्नेछौँ कि यो वरदानको वास्तविक अर्थ के हो र यसले कसरी काम गर्छ। ज्योतिषमा 11औं भावलाई लाभ स्थान भनिन्छ। यो त्यो ठाउँ हो जहाँबाट जीवनमा सबै प्रकारका लाभ र इच्छाहरू पूरा हुन्छन्। यसलाई उपचय भाव पनि भनिन्छ, जसको अर्थ हो समयसँगै वृद्धि हुने घर। र यो घरको सबैभन्दा रमाइलो विशेषता के हो भने यहाँ शनि जस्ता पाप ग्रहहरूले पनि एकदमै राम्रो र शुभ फल दिन्छन्। शास्त्रहरूका अनुसार 11औं भावमा शनि हुँदा व्यक्तिले अथाह धन र सम्पत्ति कमाउँछ। उसले आफ्नो काममा ठूलो सफलता पाउँछ, सरकार वा राज्यबाट सम्मान र लाभ पाउँछ र सामान्यतया स्वस्थ र लामो जीवन जिउँछ। यो त एउटा कम्प्लिट प्याकेज जस्तै भयो, होइन र? तर हरेक ठूलो पुरस्कारको एउटा शर्त हुन्छ। शनिको यो वरदान पाउनका लागि पनि एउटा निकै महत्त्वपूर्ण शर्त छ, र त्यो हो धैर्य। शनिको स्वभाव नै हो ढिलो गर्ने। उहाँले कुनै पनि कुरा हतारमा दिनुहुन्न। यो रातारात लाग्ने चिट्ठा जस्तो होइन, यो त एउटा लामो अवधिको लगानी जस्तै हो, जहाँ सुरुमा धैर्य र निरन्तर परिश्रम चाहिन्छ, तर जब फल मिल्छ नि, त्यो जीवनभर टिक्ने र अटल हुन्छ। यो स्लाइडले शनिको यात्रालाई कति सुन्दर तरिकाले देखाएको छ, हेर्नुहोस् त। एकातिर छ सुरुवाती बाटो, बाधा, ढिलाइ, कडा परिश्रम, तर अर्कोतिर हेर्नुहोस् अन्तिम गन्तव्य, स्थिरता, अपार भाग्य, स्थायी सफलता र अधिकार। यसले के देखाउँछ भने शनिको बाटो गाह्रो भए पनि अन्त्य सधैँ भव्य हुन्छ। अब तपाईलाई लाग्न सक्छ यी सबै कुराहरू केवल अनुमान मात्र हुन् कि? तर होइन। ज्योतिषका महान ऋषिहरू र पुराना ग्रन्थहरूले यो कुरालाई बारम्बार प्रमाणित गरेका छन्। ज्योतिषका जुन आधार स्तम्भ मानिन्छन् नि, जस्तै बृहत् पराशर होराशास्त्र, फलदीपिका, सारावली, यी सबैले एक स्वरमा भनेका छन् कि 11औं भावको शनि एकदमै शुभ हुन्छ। यो कुनै एकजनाको विचार होइन, यो त हजारौं वर्षको ज्ञानको निचोड हो। र सबैभन्दा रोचक कुरा के छ भने महर्षि भृगुदेखि वराहमिहिरसम्म जति पनि महान आचार्यहरू छन्, सबैले एउटै कुरामा जोड दिएका छन्, त्यो हो धन। कसैले सुरुमा बाधाहरू आउँछन् भनेका छन्, तर अन्तिम परिणाम अर्थात् अपार धन र समृद्धि, यो कुरामा सबैको मत एउटै छ। त्यसो भए त्यो सङ्घर्षको समय कहिले सकिन्छ त? र वास्तविक सफलताको सुरुवात कहिलेबाट हुन्छ? ज्योतिष शास्त्रले यसको लागि एउटा निश्चित उमेर नै तोकिदिएको छ। हो, 36 वर्ष। यो उमेरलाई याद राख्नुहोस्, किनभने यो शनिको परिपक्वताको उमेर हो। यो त्यो म्याजिकल नम्बर हो जहाँबाट शनिको प्रभाव पूर्ण रूपमा सकारात्मक हुन थाल्छ। यो टाइमलाइनले जीवनको नक्सालाई अझै स्पष्ट पार्छ। हेर्नुहोस् त, 36 वर्षको उमेरसम्म व्यक्तिले परिश्रम गरेर सङ्घर्ष गरेर आफ्नो जग बनाउँछ, र त्यसपछि उसको भाग्यले तीव्र गतिमा उडान भर्छ, र त्यो उडान स्थिर हुन्छ, स्थायी हुन्छ। ल, अब कुरा गरौँ 36 वर्ष कटेपछि शनिले दिने सफलता कस्तो हुन्छ। यो कुनै सामान्य सफलता होइन, यो त एउटा अटल साम्राज्य निर्माण गर्नु जस्तै हो। स्वयं महर्षि पराशरले आफ्नो महान ग्रन्थ बृहत् पराशर होराशास्त्रमा एकदमै स्पष्टसँग लेख्नु भएको छ कि 11औं भावमा बसेको शुभ शनिको महादशा चल्यो भने व्यक्तिले राजकीय सम्मान, सेनापति वा ठूलो प्रशासनिक पद र स्थायी सम्पत्ति पाउँछ। र केही विशेष लग्न भएका मानिसहरूका लागि त यो स्थितिले चमत्कार नै गर्छ। यसले अत्यन्तै शक्तिशाली राजयोग र धनयोग बनाउँछ। जस्तै वृष लग्नको कुण्डलीमा शनि भाग्य र कर्मको मालिक भएर लाभ स्थानमा बस्दा, वा तुला लग्नमा केन्द्र र त्रिकोणको मालिक भएर बस्दा यस्तो व्यक्तिलाई समाजमा उच्च पद र अपार धनको मालिक बन्नबाट कसैले रोक्न सक्दैन।
त्यसो भए यसको सार के हो त? मुख्य कुरा के हो भने 11औं भावको शनिले जीवनको पहिलो भागमा परिश्रमको परीक्षा लिन्छ। तर जसले त्यो परीक्षा धैर्यताका साथ पास गर्छ नि, उसलाई यस्तो सफलता मिल्छ जुन कहिल्यै डगमगाउँदैन, सधैँभरि टिक्छ।